Hello guys, welcome back to my new YouTube channel. It's me, Deepsika Khaling Rai. तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। अहिले म चाहिँ गाउँमा छु अनि आज चाहिँ माघे संक्रान्ति हो। अनि यो चाहिँ मैले लोकल चामल बोकिरा छु। यो चाहिँ अब मिलमा गएर पिस्नु पर्ने हुन्छ अनि केलाउनु पर्ने हुन्छ। यो चाहिँ म किन अहिले मिलमा गएको भने यो चाहिँ पिसेर केलाएर सल्लेरी अनि काठमाडौँ बहिनी मलाई पठाउनु हुने रे मम्मीले। त्यही भएर म पिस्न हिँडेको र मेरो हालत चाहिँ यस्तो छ गाउँमा चाहिँ के गर्ने, गाउँमा राम्रो भएर बस्दा धुलोले उयो भइहाल्छ। त्यही भएर गाउँमा फेरि बसेपछि त्यो राम्ररी भएर बस्न मन पनि लाग्दैन, चिटिक्क परेर बस्न मन पनि लाग्दैन। जे छ त्यस्तै। अरू यो अहिले त ठिकै छ मेरो हालत। हिजोसम्म चाहिँ यति खराब थियो कि आज माघे संक्रान्ति हो। अनि आज चाहिँ हाम्रो प्लान चाहिँ सबै 8 घर यता वरिपरिको छिमेकी मिलेर चाहिँ हामी बाजेको घरमा पिकनिक खानेछौँ, रमाइलो गर्नेछौँ, इन्जोय गर्नेछौँ। बाजे बज्यूहरूलाई एकदम रमाइलो गराउनु सोचेको हामीले। हेरौँ आजको दिन कस्तो रहन्छ। लास्टसम्म हेर्दै गर्नुहोस् होला। मैले अहिले मुख पनि धोएको छैन, यतिकै भ्लग स्टार्ट गरेको। उठ्ने बित्तिकै कफी खाएर घरहरू सफा गरेर म चाहिँ मिलमा जाँदैछु। किप वाचिङ, किप सपोर्टिङ। के चाहिँ अब हामी चामल पिस्न लागेको। बजुले चाहिँ पिसिसक्नु भयो है। मेरो पालो सजिलो रहेछ नि। हे अरुणा माया ल हामी चाहिँ अहिले बजुको घरमा छौँ। अघि 1 बोरा लगेको चामल चाहिँ पिस्दाखेरि यति हुने रहेछ। म केलाउँछु। हाम्रो घर उधोको अनि यहाँ छ बजुहरूको घर। ल ओ थ्याङ्क यू। के खानु त? ताउन चामल माइली बजु गाड़ी वाने रे आज मोहे मका मका गाड़ी भी खाई गाड़ी भी वाने राजी मोहे मका मका गाड़ी भी खाई। गाइस अब म चाहिँ लोकल चामल केलाउन लागेको। अनि यो चाहिँ केलाएर अब सलेरी लानु पर्ने हुन्छ। मिलमा पिसेको चाहिँ त्यस्तो केलाउनु त पर्दैन, त्यही पनि हल्का हल्का चाहिँ केलाउनु पर्दो रहेछ। पछाडि सुतिराख्नु भएको छ हाम्रो बाजे। मारी सेनेन मती रहेछ। तर यो लोकल चामलको चाहिँ प्राइस चाहिँ यति महँगो पर्छ कि त्यहाँनिर महँगो आन्नु सलेरी भए। त्यो त्यहाँको उको खेती ल्यान्ने भनेको त। यस्तो हुन्छ है लोकल चामल चाहिँ यस्तो। त्यो दामी छुक्ति दामी सेक्दै दामी केलायो है बाजे। माया bang Ita ama maku ke mama muda mola. Ini kan gore. ini प्याङ गरेछ। मेरो चाहिँ यो फेभरेट हो लोकल चामल चाहिँ। म किनेर नि खान्छु तर लास्ट महँगो पर्छ। Tapi kapto mi borai mi. Ya mengo mi. रोनु जाइन भिडियोमा आउँछ अब त।
यहाँ चाहिँ सिलाम सागमा बनाउँदै हुनुहुन्छ 3 जनाले तर मम्मी त्यो जाके त्यो जानी म चाहिँ जाँदैछु यहाँ छ्याङ लिएर अनि अब छ्याङ घर घर एक जग उठाएर यसलाई पप्च्याउनु पर्ने हुन्छ छान्नु पर्ने हुन्छ अनि हामी पछाडिको चाहिँ मेरो घर हो हाम्रो घर हो अनि हामी पिकनिक खाने चाहिँ यता उँधो हो सो गाइज लास्टसम्म हेर्दै गर्नुहोस् होला अनि हाम्रो भिडियो साथै इन्जोय गर्नुहोस् होला आज चाहिँ हामीले ढिलोबाटै सुरु गऱ्यौँ छिटैबाट सुरु गर्ने भनेको थियौँ फेरि दादाहरू चाहिँ उँधो गेम खेल्न जानुभयो त्यही भएर हेर्दै गर्नुहोस् होला यहाँ त छ्याङ यसरी अब घरबाट एक झग उठाएर यसरी बोकेर टिङ 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 जानुपर्ने हुन्छ हामी चाहिँ तल बाजेहरूकोमा पिकनिक खाने अनि एक झग छ्याङ लिलो यहाँ मेरो काम छ्याङ उठाउने यहाँ एक झग छ्याङ निकाल्दै हुनुहुन्छ हाम्रो देमले चाहिँ के खाँदै रे ची खाँदै कान्छ नि também investir ल आजको हाम्रो संक्रान्ति अब गएर म छान्छु यहाँ इस्कुस पनि खानेछु ममताको घरमा आहा आगोको छेउमा टुक्लुक्क बस्नुपर्ने हुन्छ यता छ सिकुटी खान्छु म चाहिँ खाएँ ल ममताहरूको घरमा करेला मिठो छ होला हिजो नि तर मैले खाएको थिएँ राति पठाएको रहेछ यहाँ त ठिकै देख्छ अघि त मेरो क्रिम त के भएको क्रिम भन न सनस्क्रिन त नि सेतो टल्किरहेको थियो आइब्रोमा चाहिँ खाएँ ल मिठो छ दि ल नाच त एउटा गीत गाउ न तिमी कुन गीत गाउ न ल ल ल ल तिमी कसको छोरा हो कसको छोरा हो तिमी तिम्रो मम्मीको नाम के हो तिमी त लास्टै फटाएछ छ्याट म अब सल्लेरीको मिसलाई देखाउँछु अब सल्लेरीको मिस त छैन हेलो भाइ वेलकम छ मेरो ब्लगमा ए हेलो हाय नमस्ते गरिदेऊ यहाँ दाक्सु फ्यापुल्ला यहाँ चाहिँ हाम्रो मासु छ मासु यो चाहिँ शङ्करकोबाट लिएको होइन शङ्करेकोबाट खोखरी त अब चाहिँ हाम्रो काम चाहिँ छ्याङ छान्नु पर्ने हुन्छ ममता चिपपी ए प्रेम चिदपी हेलो हेलो ल चिपिपी छ्याङ हेलो दादा वेलकम छ मेरो ब्लगमा यो दादाले ढिलो गरेर हो नि है है नत्र हामी अघि खाइसक्थ्यौँ भाडा यो चाबी सुकल पनि चिसो छवटा मात्र ल्यायो हुन्छ पुग्छ अब राति त त्वाइङाइ म चाहिँ छ्याङ छान्दैछु ए बाग्लो छान है तिम्रो जन्ती कति आउँछ भन्ने कुरो चिनिन्छ होइन कति भाइमा जान्छ पो भन्छ त ए म देवर चाहिँ सार्पे देवरहरू बाग्लो ए के त धेरै बाक्लो भयो भने चाहिँ के अरे धेरै थोरै थोरै पातलो भयो चाहिँ धेरै अरे के हो र किन एमफे बक्थ्यो नेने नुर्बी थिएला मम त मनमा सम्झिरह होला कतिजना छन् उसलाई थाहा हुँदैन आया
फोन बोदे मुए में दही चुलो व्यवस्था में मीठा चीता हमको बहुत ठंड हो गया Hi Dada. Kaya mo tiyo isa sala me. You are. La share ka mo yan pe. Sure, unga ni ta tokfem. Okay. Sure em tu babi. Ini ya. मेरो यहाँ छ यता चाहिँ हाम्रो तरकारी बनाउने दाइहरू हुनुहुन्छ ऊ चाहिँ भाइ तर हेलो सबैजनालाई मेरो ब्लगमा स्वागत छ एमले नेमले नमस्ते गर्नु न नमस्ते युट्युबमा हेर्नुपर्छ यता नमस्ते गर्नु पिन आयु है हजुर खानुपर्छ नि हाम्रो आज संक्रान्ति बाजे संक्रान्तिको नमस्ते नानी बाबुहरूले छोराछोरीले प्रोग्राम बनाएको छ सङ्गम भिडियो बनाएको क्या भिडियो खै यता हाम्रो नन्दा दिदीले नि हेर्नुहुन्छ म अब उसमा युट्युबमा हाल्छु अनि पछि हेर्नुहोस् ओके ठिक 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 यता हुनुहुन्छ हाम्रो डेमदेहरू हामी अब भात पकाउन लागेको यता छ हाम्रो दादाहरू अनि एउटा यता छ हाम्रो पुन्टेहरू अब म गीत अन गर्न जान्छु म उहाँ अफ्नु त हेलो भाइ हामी जाँदैछौँ अब यतापट्टिको घर अस्ति बाँड्न जाँदैछौँ हामीले एक जम्बु खाइसकेका छौँ खाइसक्यो यहाँ माटिसकेको छ भनेर के भन्नु गोलबेरा खै गोलबेरा हेलो तिमीले नमस्ते 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 आजको त बिग फ्यान भेटिसक्यो त के छ ठिकै छ नमस्ते वेलकम छ दिपसिकाको युट्युब च्यानलमा भन्नुहोस् त सब्सक्राइब गरिदिनुहोस् न भन्नुहोस् अनि संक्रान्ति हाम्रो होइन चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्नु न एकचोटि लाइक लाइक अब गरिदिनु होला अनि कमेन्ट कमेन्ट गरिदिनु अनि सब्सक्राइब हाम्रो यस्तै हो हाम्रो खाजामा चाहिँ के छ यो चाहिँ खाजा मात्रै खाना त अझै भात छ है अङ्कल पहिलाको जेठो चाड यहाँ पछि युट्युबमा हेर्नु है खानुहोस् खानुहोस् हामी खाइहाल्छौँ नि यता हाम्रो बाजेहरू हुनुहुन्छ गुड गुड माइला हाम्रो भ्लग चाहिँ रातिकै भए पनि त्यहाँ पुऱ्याइ खै मलाई एउटा देऊ न म ओके अनि पुऱ्याइदियो हामी चाहिँ यहाँ खान्छौँ अब खै दादाहरूले खै तपाईँ खाम खाम म खाउ न छ्याङ उडो डोलमा हाम्रो छ्याङ यहाँ चाहिँ त्यतिसै त म साउनी फ्याउनी म भात पस्काउँदै थिएँ कहिले बाजेको याद आउँछ किनकि बाजेले सिकाउनु भएको थियो के मैं मामा हूँ मना एंड मैं तुम्हें पूजा बोले उस बात में मुझे चुवाचेको मासु राईको घरमा चुवाचेको मासु यता हाम्रो बाजेहरू हुनुहुन्छ एक फन्का म चाहिँ भातवाली हाम्रो रातिको ब्लग अहिले चाहिँ 11 बजिसकेको छ रातिको
दिप्तिका होइन दिप्तिका होइन म दिप्तिका हो ल मलाई सङ्गम नै भन्नुहोस् न त मम्मी आउँदैन न होस् हामी मामा सङ्गम गर्दैछ अरे ए भइहाल्छ यो पार्टी चाहिँ बाउ समूहहरूको हाम्रो गाउँमा बाउ समान छ आमा समूहहरू छ हाम्रो अध्यक्षज्यू माथि हुनुहुन्छ ठिक छ के गर्नु सचिव को हो तपाईँ हो म त अनि यसो सचिवको छोरी त होइन यो संस्था गठन गर्नेको छोरी हो संस्था के अरे उत्पादन गर्नेको छोरी है म चाहिँ यस्तो चाहिँ गाउँघरको ठिक छ अब को छ उदो गाई चाहिँ चप्पल हराएर यहाँ कसको चप्पल भाग्दैछु आज भाग्छु म लिमलाल पनि थियौँ त कस्तो मेरो चप्पल कसले चोप्यो ले आज पाप्छु भादा भयो मम्मी भाग्छु कति कसको चप्पल आएर म जाँदैछु यहाँ मेरो चप्पल हरायो ए चुचु चेक चाहिँ चेक बाई चुचु ल इथि टिकी चाहिँ म्याथ खोज्छु है फर्स्ट